ल आज फेरि पनि हामी नयाँ अर्को झरना, यो सानो झरना, यसको नाम चाहिँ रहेको छ मिङलुङ वाधान झरना। हामी ताप्लेजुङ जाने क्रममा आजको मौसम साह्रै गर्मी भएको कारणले गर्दा हामी यो झरनामा यसो फ्रेस हुनेछ। यो झरना पनि एकदमै रमाइलो रहेछ, हेर्न सक्नुहुन्छ। यहाँ लेखिरहेछ। अनि मेरो साथी हुनुहुन्छ प्रिय दाजु, म एकदम रेडी नुहाउन, अनि एकदमै रमाइलो मनमोहक, सानो भए पनि एकदमै रमाइलो रहेछ। गर्मी मौसममा फ्रेस हुनुलाई एकदमै सही रहेछ यो ठाउँ। धेरै टाढा आउनु त यहाँ गाह्रो छ। वरिपरि सिक्किम ताप्लेजुङसम्मको व्यक्तिहरू आउनु यहाँ सक्नुहुन्छ।